ओहो यो कुकुरमारा सूर्यनगरमा तोरी यता पनि तोरी छ। म बाटोको बिचमा आएको। यहाँ पनि तोरी सानै छ र उता ठुलो हुन बाँकी छ। पारिपट्टि झन् धेरै। त्यहाँ मात्रै नभएर यो साइडमा पनि यस्तै तोरी रहेछ। झपक्कै तोरी फुलेछ। त्यति मात्रै नभएर झन् यो साइडमा त झन् पुरै तोरी। ओहो बारीभरि तोरी। हत्ते वहाँ पारी पनि तोरी रहेछ। ल हेर्नु त। ओहो यो साइड पनि त्यस्तै तोरी रहेछ। यहाँ मात्रै नभएर अझै पारीसम्मै रहेछ। ल हेर्नु। ओहो ल हेर्नु त कति तोरी है। तपाईहरुले चाहिँ लाउनु भयो कि भएन साथीहरु? ओहो यो साइड त झन् ल यहाँबाट चाहिँ मेरो तोरी पर्छ है। यहाँ पनि यो हाम्रो तोरी नि ठिकै छ। ओहो रेस्टुरेन्ट यहाँ डटी बिल्ला रेस्टुरेन्ट। तोरीको सिजन चाहिँ रहेछ। के पछाउडे छ केही अगाडि छ। तिहार अघिको तोरीहरू चाहिँ यस्तो पयालो भइसकेको छ तिहार अगाडिको। म कहाँ भन्दाखेरि म चाहिँ मल छर्न आएको। यतातिर यता एक गट्ठामा कम्तीमा पनि 2.5 किलोको दरले हाल्नुपर्छ है साथी हो युरिया मल। यही साइजको तोरीलाई अहिले छर्नुपर्छ। यो तिहार पछिको तोरी हो। यस्तो छ नजिकै तपाईहरुले देख्नुहुन्छ। यहाँ नजिकैको यो घना जंगल बर्दघाट नगरपालिका वडा नम्बर 16 को यो जंगल ब्युटिफुल भ्यू घना जंगल छ। हामीले यहाँ छ नि तपाईको यहाँबाट सट्ट हेर्यो भने यो पारी ठ्याक्क यो पारी नवलपुरलाई हामी देख्न सक्छौं है। यो पारी हैन र ठ्याक्कै यो डाँडापारी चाहिँ चिताउन है। ल यो डाँडापारी ठ्याक्कै चिताउन छ। ल हेर्नुस् म यसरी गएर त्यहाँ गएर मल छर्दिनु पर्यो। कहाँ आउँदा है तपाईहरु जाने? हामी बजार 2 नम्बर बजार जाने माछा किनेर ल्याउने के हो जाडोमा? ल ठीक छ। यहाँ कस्तो मिठो गफ जमिरहेछ। ल हेर्नु दुईटा भैँसी चराउने कतडा हो? दुईटा भैँसी चराउने दुईजना यहाँ ल्याएन। ओहो कम मिठो गफ जमेछ यहाँ। दुईटा पाडी 2 जना मान्छे। चट्ट लाएर नलप्रासीमा। तर नलप्रासीमा सस्तो छ है। यता खेत धेरै सस्तो छ। गट्ठाको 4 लाख 5 लाख 6 लाख मा यस्तो राम्रो गट्ठा हो यो एरियामा। 6 लाखसम्ममा गट्ठाको राम्रो खेतहरू पाइन्छ। पानी पनि चल्ने यो नजिकैको कुलो चल्ने। यहाँ हाम्रो खेतमा बोरिङ छ। यहाँबाट बोरिङबाट पानी हाल्छु भने पनि मिल्ने।